लोकसेवा स्मार्ट स्टडीमा यहाँहरूलाई स्वागत छ। आजको यस भिडियोमा हामी फिफा वर्ल्ड कप 2026 को बारेमा छलफल गर्नेछौँ। भिडियो ढिला नगरिकन स्टार्ट गरौँ ल। आजको हाम्रो पहिलो प्रश्न रहेको छ, यो फिफा वर्ल्ड कप 2026 कहिलेबाट सञ्चालन भएको हो त? यसको सही जवाब रहेको छ 2026 जुन 11 देखि जुलाई 19 सम्म चलेको हो। यो जम्मा कति दिन चलेको थियो त? 39 दिनसम्म चल्यो। त्यस्तै यो कति संस्करण हो त? यो 30औं संस्करण हो। अनि योमा कतिवटा सहभागी टोली भएका थिए त? पहिलो पटक होइन, सबभन्दा धेरै सहभागी टोली 48वटा टोली योमा सहभागी भएका थिए। अनि कुल कतिवटा खेल खेलियो त? 104वटा खेल खेलिएको थियो। अनि यसको आयोजक राष्ट्र कतिवटा हो त? पहिलो पटक 3वटा देश मिलेर आयोजना गरेको हो। यसको रहेको छ आयोजक राष्ट्र रहेको छ अमेरिका, क्यानाडा र मेक्सिको। त्यसपछि आयोजक सहरहरू, खेल खेलिएको सहर कतिवटा सहरमा यो खेल खेलिएको त? 16वटा सहरमा खेल खेलिएको हो। अनि प्रतियोगिता सञ्चालन भएका रङशाला कतिवटा रङशालामा थियो? 16वटा रङशाला। त्यसपछि फाइनल खेलको स्थान कहाँ भएको त? मेटलाइफ स्टेडियम जुन चाहिँ कहाँ रहेको छ त? न्यू जर्सी अमेरिकामा। अनि फाइनल खेलको मुख्य रेफ्री को थियो त? स्लाभको सिभिन्च जुन चाहिँ कहाँको थियो त? स्लोभेनियाको थियो। अनि आधिकारिक बलको नाम के थियो त? ट्रियोन्डा। अनि यो ट्रियोन्डा कहिले सार्वजनिक गरिएको त? 2025 अक्टोबर 2 को यो सार्वजनिक गरियो। कहिले त? 2025 अक्टोबर 2 को यो ट्रियोन्डा बल सार्वजनिक गरिएको हो। अनि उद्घाटन खेलको स्थान, उद्घाटन खेल पहिलो खेल कुन रङशालामा खेलियो त? एजेटका रङशाला जुन चाहिँ कहाँ रहेको छ त? मेक्सिको सिटीमा रहेको छ। त्यसपछि उद्घाटन खेलको नतिजा, पहिलो खेल होइन, उद्घाटन खेल कसको बिचमा भएको त? मेक्सिको र अफ्रिकाको बिचमा भएको हो। जुनमा होइन, मेक्सिकोद्वारा अफ्रिकाले 2-0ले पराजित गरेको हो। त्यस्तै अन्य तथ्याङ्कहरू रहेको छ खेल तथा खेलाडीका सम्बन्धी रेकर्डहरू। पहिलो पटक गोलकर्ता कुन हो त? जुलियन क्विनोन्सेस जुन चाहिँ मेक्सिकोको रहेको छ। अनि पहिलो रेड कार्ड प्राप्त गर्ने खेलाडी को रहेको छ त? सेफेलो सिथेलो जुन चाहिँ दक्षिण अफ्रिकाको रहेको छ। अनि पहिलो आत्मघाती गोल गर्ने ड्यामियन बोबाडिल्ला जुन चाहिँ कहाँको रहेको छ त? प्राग्वेको रहेको छ। त्यस्तै अर्को रहेको छ एजेटका रङशाला होइन, यो कीर्तिमान काम गरेको छ। यो फुटबल होइन प्रतियोगिता आयोजक गर्ने होइन, 3वटा फुटबल प्रतियोगिता आयोजक गर्ने पहिलो रङशाला बनेको छ। कहिले आयोजक गरियो त? यो 1970 मा, 1986 मा र 2026 मा। त्यस्तै विश्वकप खेल्ने राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ 2026 मा त? 84वटा। अनि पहिलो पटक खेल्ने विश्वकप खेल्ने होइन राष्ट्रहरू कुन के रहेको छ त? 4वटा रहेको छ। उनको रहेको छ त केप भर्डे, उज्बेकिस्तान, कुराकाओ र जोर्डन रहेको छ। त्यस्तै क्षेत्रफल तथा जनसङ्ख्याको आधारमा सबभन्दा सानो सहभागी राष्ट्र के रहेको छ त? कुराकाओ रहेको छ। यो मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। अनि सबभन्दा कान्छो खेलाडी को रहेको छ त? गिलबर्टो मोरा जुन चाहिँ मेक्सिकोको रहेको छ। अनि उनी चाहिँ 17 वर्षका हुन्। अनि सबभन्दा पाका खेलाडी को रहेको छ त? क्रोग गोर्डन जुन चाहिँ स्कटल्यान्डको रहेको छ। उनी चाहिँ कति 43 वर्षको रहेको छ। त्यस्तै अनि मस्कट, यसको मस्कट होइन, मस्कट 3वटा रहेको छ। मेपल भनेको द मोस, जायु भनेको ज्यागुआर, अनि क्रच भनेको बाल्ड इगल। अनि मुख्य तथ्याङ्क तथा अन्य विशेषताहरू अझै रहेको छ। सबभन्दा धेरै पटक विश्वकप आयोजक गर्ने राष्ट्रको रहेको छ त? मेक्सिको। कति पटक आयोजक गरेको छ त? 3 पटक। अनि नकआउट चरणमा पुग्ने पहिलो टोली के रहेको छ त? मेक्सिको रहेको छ। त्यसपछि समूह चरणमा अपराजित भएर बाहिर हुने टोली के रहेको छ त? इरान समूह चरणमा। इतिहासकै सबभन्दा ठुलो विश्वकप जुन चाहिँ फिफा वर्ल्ड कप 2026 भएको पहिलो पटक जम्मा 48वटा टोली सहभागी भएको छ र 104वटा खेल खेलिएको हो। अनि नयाँ चरण पहिलो पटक होइन, राउन्ड अफमा 32 चरण समावेश गरिएको छ। कुल खेल सङ्ख्या इतिहासमै कति 104वटा खेल सङ्ख्या भएको छ, 104वटा खेल खेलिएको छ। अनि कुल गोल सबभन्दा कुल गोल कति गोल हानेको छ त? 308, 307 कति 307 पनि छ होइन, 308 पनि छ।
त्यसपछि सबभन्दा धेरै गोल गर्ने टोली के रहेको छ त इङ्ल्यान्ड र फ्रान्स 20-20 गोल हानेका छन्। 1 गोल पनि नगर्ने टोलीको रहेको छ त पानामा। इतिहासकै होइन हजारौँ खेल कसको बिचमा खेलायो त जापान र ट्युनिसिया बिचमा खेलायो। त्यसपछि टिकट बिक्रीमा पनि यसले के गर्यो त रेकर्ड गर्यो। सबभन्दा बढी टिकट बिक्री कुन चरण भएको त समूह चरणको खेलमा होइन, सबै टिकट के भयो त बिक्री भयो। अनि त्यो खेल कसको थियो त पोर्चुगल टोलीका खेलमा। अनि प्रविधि पहिलोपटक VAR को थप उन्नत संस्करण व्यापक रूपमा प्रयोग गरियो त VAR। कुन प्रविधि प्रयोग गरियो त VAR। त्यसपछि भावी आयोजक राष्ट्रको हुने होइन 2030 मा हुने फिफा वर्ल्ड कपको आयोजक राष्ट्रहरू के रहेको छ त स्पेन, पोर्चुगल, मेक्सिको, अर्जेन्टिना र उरुग्वे र पराग्वे। अनि 2034 मा के रह्यो त साउदी अरेबिया। अनि 2022 मा आयोजक गरेको थियो त कतारमा। कहाँ गरेको थियो त कतारमा। अनि योमा कसले विजय हासिल गरेका थिए वा कसले जितेको थियो त अर्जेन्टिनाले। अनि यो जितसँगै अर्जेन्टिनाले कति पटक जित्यो त तेस्रो पटक जितेको हो। 2022 मा कसले जितेको त अर्जेन्टिनाले, जुन खेल कहाँ भएको थियो त कतारमा। अनि फिफा सम्बन्धी केही महत्त्वपूर्ण तथ्यहरू छ। पहिलो अध्यक्षको रहेको छ त रोबर्ट गिरियन, जुन चाहिँ फ्रान्सको रहेको छ। अनि स्थापना मिति कहिले भयो त 1994 मे 21 को। अनि मुख्यालय कहाँ रहेको छ जुरिक स्विजरल्यान्डमा। वर्तमान अध्यक्षको रहेको छ त जियानी इन्फान्टिनो। अनि यसको मोटो के रहेको छ त फर द गेम फर द वर्ल्ड। त्यस्तै 2026 को मोटो के रहेको छ त 2026 फिफा वर्ल्ड कपको मोटो के रहेको छ वी आर 26 वी आर 26। साथीहरू भिडियो मन पर्यो होला भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस्। थ्याङ्क यू।